अहिलेका प्रधानमन्त्री गृहमन्त्रीलाई के भन्नुहुन्छ माइती घर मण्डलाबाट आज अनसन बस्नु भएको छ? केही भन्दैन। अब मलाई के गर्छन् थाहा छैन, छिटो न्याय दिनु। यदि नदिए पनि म सडक छोड्दिनँ होइन। सडकमै मारेछन् भने पनि मेरा बहिनीहरूलाई, मेरा अरू पनि नारीहरूलाई चाहिँ सडकमा बस्ने बाध्य नपार्दिन, अनुरोध मात्रै गर्छु। यो अनसन कति दिनको हो दिदी तपाईँको? मैले न्याय जबसम्म पाउँदिनँ तबसम्म हो। मलाई अलिक गाह्रो नै भएको छ यो यहाँ त लगाइरहेको दिदी। तपाईँलाई यो ठ्याक्कै यहाँ आउँदै गर्दाखेरि चाहिँ केले चाहिँ अलिक धेरै खान्छ क्या मुटु होइन? केले चाहिँ अलिक धेरै पीडा दिन्छ तपाईँलाई यहाँ आउँदै गर्दाखेरि? यो उमेरमा हुनुहुन्छ, एउटा चाहिँ जेन्जी आवाज बन्नु भएको छ, यतिको बेलामा त्यसरी घर माइती घरको यो रोडमा त्यसरी रुँदै गर्दाखेरि चाहिँ सबैभन्दा धेरै चाहिँ तपाईँलाई केले चाहिँ मन दुखाउँछ कि? मलाई एउटा पहिला त मेरो भाइ बहिनीहरू यही सडकबाट आवाज उठाउँदाखेरि मरेका थिए। मलाई पटक पटक एक्लै हिँड्दा पनि आक्रमण गरेका थिए र मलाई यहीँ मार्छ। मेरो भाइ बहिनीसँगै म जान पाउँछु भन्ने मलाई लागेको छ। उनीहरूले त्यो गर्छन् नै गर्छन्, तपाईँहरूले पनि भनिदिनु होला। अर्को कुरा चाहिँ जुन दिन म घरमा थिएँ, बेडमा सुतिरहेको थिएँ, त्यति बेला मलाई गुन्डाहरूले जसरी मलाई लुटपाट गरेर कुटपिट गरेर लगातार सडकमा निकाले, त्यो दिनलाई सम्झेर बढी गाह्रो हुन्छ। एउटा दबिएको आवाजलाई बुलन्द बनाउन खोज्दाखेरि, उठाउँदै गर्दाखेरि तपाईँलाई चाहिँ ज्यान मार्ने धम्की आउँछ तपाईँलाई? होइन, मेरो खुट्टा पनि भाँचिदिएका हुन् उनीहरूले होइन, खुट्टा पनि भाँचिदिएको। अहिले पनि धम्की छ। प्रहरी कार्यालयमा नै आक्रमण गरे, अस्ति हामी आक्रमण गरे, अहिले पनि बिहान त्यसरी भइरहेछ। अब उनीहरूले के पनि गर्न सक्छन्, तर म मर्छु भन्ने मलाई डर छैन। एउटा 76 जना मेरो भाइ बहिनी मरेका थिए, म एकजना थपिन्छु, तर म पछि नथपिउन्। मलाई त्यति मात्रै हो सरकारसँग आह्वान गर्न चाहन्छु, अरू केही पनि छैन मलाई भन्नु।